अगेन द नेक्स्ट भिडियो। आज चाहिँ मेरो छुट्टी थियो, बाहिर मार्केट जान लागिरहेको थिएँ। आज चाहिँ बेसमारी घाम लागिरहेछ। यो चाहिँ दुबई हो होइन, यसलाई चाहिँ नुजुर क्याम्प भनिन्छ, जबाली पनि भनिन्छ। म चाहिँ आज छुट्टी थियो, बाहिर यसो मार्केट जान पर्ने थियो। अनि बाहिर मार्केट जान लागेको बेसमारी नै घाम लागिरहेको रहेछ। अनि यसो एउटा चाहिँ भिडियो बनाइदिउँ भनेर चाहिँ सोच गरेको। हामी चाहिँ बस्ने यही क्याम्पमा हो है गाइज हो है। अब हजुरहरूको चाहिँ दुबईमा बस्नु भयो भने कस्तो छ क्याम्प होइन? हाम्रो चाहिँ यसमा भनेको ठिकै छ, क्याम्पमा पनि राम्रो नै छ होइन। यो चाहिँ चौर हो, यता चाहिँ क्रिकेट खेलिन्छ, फुटबल चाहिँ खेल्न पाइँदैन। यहाँ चाहिँ अलिकति उताटि गयो भने चाहिँ भलिबल पनि खेल्न पाइन्छ। हेर्नको लागि राम्रो पनि छ, बस्नको लागि सुविधा पनि छ होइन। क्याम्प पनि राम्रै छ, जो ड्युटी पनि छ। केटा मान्छेहरू भनेको चाहिँ समुद्र जस्तो हो होइन, बगिरा हुन्छ, कहाँ गएर ठोकिन्छ, कोसँग ठोकिन पुग्छ भने थाहै हुँदैन होइन। त्यो समुद्रहरूमा चाहिँ थरी थरीका क्याटफिसहरू स्विमिङ गर्न आइरहेको हुन्छ। स्विमिङ गर्न आउँछ कि आउँदैन थाहा हुँदैन त्यो क्याटफिसहरूलाई चाहिँ। तर त्यो समुद्रको उचाइमा मात्रै स्विमिङ गरिरहेको हुन्छ कि गहिरामै पुगिरहेको हुन्छ थाहै हुँदैन क्या क्याटफिसहरूलाई। थरी थरीका क्याटफिसहरू आउँछ। यो बुझ्ने मान्छेहरूले, दिमाग हुने मान्छेहरू चाहिँ अब चाहिँ नै बुझ्नुहुन्छ, नहुने मान्छेहरूले अलिकति टाइम लाग्छ यस्तो कुराहरू बुझ्न चाहिँ है। बाबाई आजको लागि चाहिँ यही कर गरे।